ल साथीहरु यसलाई चाहिँ मेकअप गराएर रेडी गराइसक्यो है एकदमसँगले सबै कुराहरु अब गरिसक्यो। अब यसको सर्जरी अपरेसन गर्नुपर्ने हुन्छ। हाम्रो बुवा डाक्टर हो, यसको अब चाहिँ नि अपरेसन हुन्छ एकछिनमा। साथीहरु नमस्ते सबैजनालाई, गुड मर्निङ। आज चाहिँ विशेष गरी 2082 सालको बडा दशैंको दिन हो गाइजहरु है। म चाहिँ फाइनली पहाडमा आएको छु। सम्पूर्ण मेरो चाहिँ नि शुभचिन्तक मेरो चाहिँ नि साथीभाइलाई चाहिँ 2082 सालको बडा दशैंको धेरै धेरै शुभकामना रहेको छ। एकदमसँगले देशमा तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई दशैंको धेरै धेरै शुभकामना। र विशेष गरी हामीहरू चाहिँ आज एकदमसँगले एउटा चाहिँ नि के त पोर्क हैन, पोर्कलाई चाहिँ हामीले स्पेशल बनाउँदैछौँ साथीहरू। म तपाईहरुलाई देखाउनेवाला छु। त्यसको लागि चाहिँ तपाईहरु चाहिँ नि धैर्यता गरेर चाहिँ नि हेर्नु होला, किनभने हाम्रो मगरहरुको चाहिँ विशेष गरी पोर्क हुन्छ के साथीहरू है। ल धन्यवाद है। साथीहरू देख्न सक्नुहुन्छ कर्कलोको पात। अब हाम्रो यहाँ चाहिँ नि एकदमसँगले हुँदैछ। हाम्रो चाहिँ नि मामा बाजे बाउले चाहिँ एकदमसँगले लगभग चाहिँ नि 5 हात अग्लो चाहिँ नि के त लामो पोर्क स्वाचे एकदमसँगले बनाउँदै हुनुहुन्छ। अब यसलाई चाहिँ नि डढाएपछि टेस्टी हुन्छ के। अनि एकदमसँगले अहिले फेरि पनि यसलाई चाहिँ नि अब यो पोलिसकेपछि ट्याक्क धुई पखाली गरेर फेरि म तपाईलाई देखाउँछु है त साथीहरू। ओके। अनि साथीहरू एकदमसँगले हाम्रोतिर चाहिँ यो पुरै यो सालको रुखको घर हुन्छ है। एकदमसँगले यो त अहिलेको यो सुनको भाउ जस्तो छ साथीहरू त्यस्तै छ के यसको पनि एकदमसँगले हैन। त्यही भएर अब हाम्रोतिरको डिजाइन चाहिँ यस्तो पुरै हैन, तल पनि काठ माथि पनि काठ एकदम यस्तो घर हुन्छ। अनि त्यही त हो दशैंमा अब रमाइलो गाउँघरमा नै हुन्छ। अनि यो चाहिँ सिमल तरुलको बोर्ड हो है साथीहरू। एकदमसँगले यो सिमल तरुल चाहिँ यस्तो मिठो हुन्छ नि साथीहरू, यस्तो मिठो हुन्छ। यसको जाड अनि तपाईको त्यो निगार चाहिँ यस्तो गुलियो हुन्छ नि साथीहरू। ओ माई गड, मान्छेलाई त ठाउँको ठाउँ पक्लकै ढालिदिन्छ के। ल अब फेरि त्यसपछि अब म तपाईहरुलाई यता बुङ्गुरको कार्यक्रम के भइरहेछ म पछि देखाउने नै वाला छु है त। ल अन्तिमसम्म हेरेर रमाइलो गर्नु होला सबैजनालाई। ह्यापी दशैं, राम्रोसँग दशैं। यो फेरि पराएको गुड है त साथीहरू। ल है साथीहरू, यहाँ चाहिँ एकदम बत्ती सेट गर्न खोज्दैछ दाइले। एकदमसँगले मेकानिक हो हाम्रो दाइ फेरि। अनि यहाँनिर यस्तै बत्ती सेट गर्न लाएको हो। अब सबै हाम्रोतिर चाहिँ यस्तो पटाकै के भन्छ यसलाई, सालको रुखको सेट गरे हुन्छ घरमा हैन। एकदमसँगले है अब यस्तो झ्याले यस्तो हुन्छ गाउँघरको घरमा है। पुरै हावा सरर चिसो आउँछ गाइजहरू। अब तल बुङ्गुर अब चाहिँ नि बनाउनेलाई अब पखाल्नेलाई भइसक्यो। अब जान्छु म त्यहाँनिर है साथीहरू। ल साथीहरू यो चाहिँ एकदम ट्याङ्की हो हैन। यहाँ चाहिँ अब रक्सी चाहिँ भरेर राखेको हुन्छ, त्यो नसोच्नु होला। यहाँ चाहिँ किनभने पानीको लागि यो चाहिँ गाउँघरमा यस्तो हुन्छ। एकदमसँगले सबैजना हुनुहुन्छ। अब म चाहिँ तल बङ्गुर बनाएको ठाउँमा जाँदैछु गाई छ है। ल एकदमसँगले ल है गाइजहरू। ल यो भोगटेको बोट मैले रोपेको हो। यो सुन्तला पनि मैले रोपेको हो। सुन्तला फल्या हैन, भोगटे चाहिँ फल्या छ गाइज। हेर्न सक्नुहुन्छ, देख्न सक्नुहुन्छ गाइजहरू। ल रूपक भाइ ह्यापी दशैं। कहाँ कुदेको यहाँ आइज, नमस्कार गरेर यहाँ। ल एकदम तेरो नि भिडियो आउँछ फेरि यहाँ। ल फाइनली साथीहरू हाम्रो काकाहरू बाज्यू मामाहरू मम्मीहरू ल यहाँ ल उठाउनु। अब यहाँ उठ्यो मरेको बङ्गुर पनि उठ्यो। ल मर्ने बेलामा हरियो काक्रो भनेको यही हो साथीहरू। यो मरिसकेपछि यहाँ खाटमा बेडमा सुत्छु भनेर यसले रहर गरिसकेपछि यसलाई चाहिँ बेडमा सुतायो कि कसो मम्मी। ल अब यसलाई चाहिँ यहाँ पानी ल्याएर सफा गरेर मजाले यसलाई चाहिँ खुकुरीले ख्वार गाडेपछि यो स्पेशल नम्बर 1 बन्छ कि कसो मामा। हो ठीक हो, सही कुरो। ल एक दुई शब्द जास्न त दशैंको बारेमा। ल ल अब त्यही हो साथीहरू। अब यसलाई पानी हालेर चाहिँ एकदम भिआइपी बनाउनेवाला छु। अनि एकदमसँगले अब यहाँ अरू बोटहरू खोरमा पनि छ। यो दशैंमा भयो, अनि यो अब तिहारमा हुन्छ कि कहिले हुन्छ हैन। यहाँ पनि छ, लामै छ हैन। यो मुद्दा पनि पछि मिलाउनु पर्छ। यहाँ बच्चा पनि छ साथीहरू सानो।
ल तेजे भाइ ह्यापी दसैँ। ल एकदमसँगले यहाँ अपरेटर भाइ पनि छ होइन एकदमसँगले। ल ल हाम्रो बहिनीले पानी ल्याइसक्यो गाइजहरू। ल बहिनी के छ ह्यापी दसैँ। ल ल हेर यसलाई त फेरि काभ्रेली पारा दिइहाल्छ। ल अब पानी पनि यहाँ पाइपमा आइसकेको छ गाइजहरू है। अब यसलाई नुहाइदिने हो साबुन पानी लाएर च्याट्ट नुहाएर अनि भरे कराईमा फ्राई हुन्छ यो। पानी आएन पानी त्यहाँ जोड्नु पर्यो है। अब एकदमसँगले अब यसलाई खुर्केर सफा गरेर अनि ट्याक्कसँगले यसलाई चाहिँ के गर्नु पर्यो त बेसार लगाएपछि आमामा मेकअप गरिदिने हो। त्यसपछि यसलाई साथीहरू जिब्रो आमामा ल यो त फेरि भरे लोकल कोदोको रक्सीसँग भिआइपी बन्छ नि साथीहरू। कान पनि यस्तो छ हेर्नुहोस् त। ल अब यसलाई पुरै क्लिन गरिसकेपछि देखाउँछु म हजुरहरूलाई है त। ल बजे इला अन्त ल हाम्रो बजे हुनुहुन्छ उहाँ चाहिँ एकदम 2010 सालको जन्म एकदम अझै पनि होइन एकदम काम गर्नुहुन्छ एकदम हामीहरूलाई खाना बनाएर दिनुहुन्छ मिठो मसिनो है। ल यसले नुहाउँदैछ है। यसले बङ्गुरले चाहिँ यहाँ नुहाउँदैछ साथीहरू। यसलाई चाहिँ मैले लगभग अनुमान चाहिँ 35 देखि 40 धार्नी हुन्छ भन्ने सोचेको छु होइन। 40 धार्नी भयो भने 3 केजीको 1 धार्नी मानिन्छ हाम्रोतिर चाहिँ साथीहरू। काठमाडौँतिर चाहिँ 2.5 केजीको मान्छ के अरे है। अब 40 धार्नी भनेको 40 दिन 80 40 त्यहाँ 120 किलो चाहिँ होला लगभग है। अनि हाम्रो बाजे पनि आइसक्नु भएको छ। 2004 सालको जन्म हो उहाँको चाहिँ वृद्ध भत्ता मजाले आउँछ बाजेको। रक्सी खानु पुग्छ है पुग्दैन बाजु? होइन घरमै भइहाल्छ टेन्सनै छैन नि। हाम्रो बाजे पनि तगडा हुनुहुन्छ अझै पनि उकालो उरालो गर्नुहुन्छ फुर्तिलो हुनुहुन्छ। अब रक्सी यसो लाएर पनि कहिले काहीँ फुर्तिलो हुन्छ। अनि उहाँ बाजे कति सालको बाजेको जन्म कति सालको हो? 12 साल भनेपछि 12 साल 4 साल हाम्रो बाजेको एकदमसँगले। अब यसले नुहाउँदैछ है साथीहरू। अब यसलाई नुहाइसकेपछि चाहिँ अब यसलाई खुकुरीले स्वार पारेपछि एकदम भिआइपी फ्रेस हुन्छ क्या साथीहरू। ल है यो चाहिँ हाम्रो बाख्राको चाहिँ नि बङ्गला हो है साथीहरू। अनि ऊ त्यो चाहिँ हाम्रो ब्रोइलर कुखुराको बङ्गला हो। त्यहाँ पनि छ टन्नै जनसङ्ख्याहरू। ए नानी आइज यता। ल नानीहरू पनि पैसा के अरे पैसा अरे यो सुँगुर लिन आएको रहेछ। सुँगुर लिन आएको होइन के लिन आकी त नि? ए नानी बुवा खोइ बुवा अङ्कल ए ब्रोइलरको चारो कति किलो चाहिएको भन्नुहोस् त तपाईँलाई? 2 किलो। ल ल ल अब ब्रोइलरको चारो लिन आएर रहेछ नानीहरू। अब मासु पनि दिएर पठाउनु पर्ला है। ल एकदम फाइनली है यसले चाहिँ अब मेकअप गर्नलाई दाढीहरू चाहिँ खुर्किँदैछ होइन। एकदम मामाले चाहिँ एकदमसँगले यसलाई मेकअप गराइदिँदैछ। यस्तो गरेपछि साथीहरू पुरै निस्किन्छ के यो भुत्लाले असर गर्छ नि त मेकअप गर्दा। यो निकालिसकेपछि एकदमसँगले अनि यसलाई चाहिँ पहेँलो खालो सुन कलरको चाहिँ नि होइन बेसार लाएर मेकअप गराउँछ है साथीहरू। ल हाम्रो बाजेहरूले फेरि सुपर पावर होइन एकदम खाँदै हुनुहुन्छ यहाँ। अब इनर्जी स्वास्थ्यको लागि हानिकारक छ त्यही पनि अब खाने बानी भएपछि अब के गर्ने होइन छोड्न सकिन्न। ल ल मामा झ्याम झ्याम है मासु घटोस् तर सफा बबाल हुनुपर्छ है। ल ल ल अब अहिले म मेकअप गरिसकेपछि देखाउँछु है हजुरहरूलाई। ल है साथीहरू यो चाहिँ एकदम होइन सुन कलरको मेकअप डलेर रेडी भएको अवस्था एकदमसँगले भिआइपी बनाउँदैछ यसलाई होइन एकदमसँगले। ल साथीहरू यसलाई चाहिँ मेकअप गराएर रेडी गराइसक्यो है एकदमसँगले सबै कुराहरू अब गरिसक्यो। अब यसको सर्जरी अपरेसन गर्नुपर्ने हुन्छ। हाम्रो बुवा डक्टर हो यसको अब चाहिँ नि अपरेसन हुन्छ एकछिनमा एकदमसँगले। ल हाँसिरहेछ हेर्नुहोस् त मर्ने बेला नि हाँसिरहेछ हौ चुवाचे त गाइज। ल अब यसको अहिले शल्यक्रिया गरेको तपाईँलाई देखाउँछु है त। ल साथीहरू हाम्रो बुवाले चाहिँ यहाँ अपरेसन गरिसकेको छ है। सेला पनि हानिसकेको छ एकदमसँगले। अनि यहाँ टाउको चाहिँ यता आइसकेको छ। यी मामाले यसलाई चाहिँ अपरेसन गर्दैछ यसको होइन एकदमसँगले। यहाँ मुटु कलेजो होइन एकदम आइटमहरू आइसकेको छ। ल सबैजनाले चाहिँ
ह्याप्पी दसैँको धेरै धेरै शुभकामना। अब हाम्रो बाजे दसैँको के अरे बारेमा के भन्न चाहनुहुन्छ भन्नुहोस् त। रक्सी खाने मास्ने भन्ने हे दसैँमा धेरै खानुहुन्न नि बाजे। तपाईँको जन्म साल कति हो भन्नुहोस् त। कति साल साल आमाले लुकाइदियो होला, बाउले सम्मत लगिहाल्यो नि यत्रको। जनता जान्न चाहनुहुन्छ ल, एउटा गीत गाएर सुनाइदिनु नि त। म जान्दिनँ। भरे गाउनुपर्छ है टुच चलाएपछि। ल अहिले म यहाँ भिडियो खिचिरहेको छु। ल है साथीहरू, अब एउटा यहाँ फिला आउँदैछ एकदमसँगले। ल अब यही नै हो दसैँमा, अब सबैजनाले गाउँघरमा एकदम होइन घर परिवारसँग रमाइलो तरिकाले मनाउनु पर्छ। र अब म धेरै कुरा गर्न चाहदिनँ, म काममा पनि लाग्नुपर्ने हुन्छ। त्यो भएको कारणले गर्दाखेरि अबको भिडियो चाहिँ यति नै भन्दै म तपाईँहरू माझमा छुट्टिन चाहन्छु। र आज दसैँको भ्लग यति नै हो। र सबैजनाले हेरेर राम्रो चाहिँ नि के त कमेन्ट सेयर यताउता चाहिँ नि हजुरहरूलाई चाहिँ नि मनमा लागेको प्रतिक्रिया दिनुहोला है त बाजी। ल के छ त तपाईँको अब लास्ट है त बाजी। ल नाति ल त्यतिकै हो। ल अब बाजेले चाहिँ यसपालि दसैँमा चाहिँ टिका लाएर दक्षिणा चाहिँ खत्रै दिन्छ जस्तो लागिरहेछ मलाई। तिमीले दियो भने म दिइहाल्छु। आशिष दिए भयो नि दक्षिणा दिइराख्नु न, अनि पर्सि म दिइहाल्छु नि। ए ल ल ल ल भिडियो मात्र बनाउनु क्या दिएको जस्तो गरेको हो बाजी। दिए जस्तो चाहिँ गरे हुन्छ। अनि भत्ता आयो कि आएन तपाईँको? भत्ता त खोइ यसपालि त ल्याएकै हो, अर्को पालि आउँछ होला। कति आयो त? 12-14 हजार। ए आमा, हाम्रो बाजेले बसी 12-14 हजार नेपाल सरकारको गाँठे भत्ता खानुहुन्छ। यो पनि राम्रो हो। हामी त त्यो भत्ता पनि खाने उमेरसँग बाँच्छु कि बाँच्दैन होइन। नबाँध्नु त अब बाँध्नु नबाँध्नु त अर्कै कुरो हो नि त। त्यही त। ल एकदमसँगले ल है साथीहरू, अब बुढो मान्छे मर्छ र तन्देरी बाँच्छ भन्ने पनि कुरो छैन। अब दिन दशाले अब त्यो त एकदम सही कुरा हो। बाजीले अहिले चाहिँ 100% राम्रो कुरा गर्नुभयो। 100 नै हो कि के हो? 100%। ल साथीहरू है, आजको भिडियो चाहिँ यति नै हो भन्दै म पनि हजुरहरू माझमा छुट्टिन चाहे। अब एकैचोटि नेक्स्ट भ्लगमा भेट्नेवाला छु। लभ यु अल, ह्याप्पी दसैँ 2082 सालको सबैजनालाई गाइज।